हेलो नमस्कार। आज पनि मौकाले हामी दुईजना भेट भएका छौँ। खनाल यस युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज हामी त्यहाँ कता गयो टंकी हो, त्यहाँ टंकी छ पानीको टंकीमा पानी अलि कम आछ। पानी बनाउन हिँडेको है। पानी बिग्रो, खानी पानी अलि दुःख भयो। यसो हेर्न पर्यो भनेर हिँडेको। रेला अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी यो वनको बाटो हो, वनमै छौँ। यस्तो छ है। अझ यहाँ पोहोर साल डढेलो लाएर अलि यस्तो छ्याक्क भएको हो नि त। हामी यहाँ छिर्न सकिने थिएन। दिउँसै बाघ घुम्थ्यो, मृग, हरिण, दुम्सी, बाँदर हरेक चिज घुम्थ्यो यहाँ दिउँसै। अहिले अलि देखिने भएछ र। मृग र बाघ चाहिँ अहिले पनि छ। बाँदर दुम्सी पनि होला नि। के अरे पुकार कालेर लक्ष्मीको बाख्रो लैदियो अरे बाघले। झट्ट पुकारलाई फोन गर्छन् 11-12 बजे। अनि दिल्ली पुकार भर गएको अरे। पुकार आउँदा बाघले बाख्रो लैदियो अरे भनेर बिमलीलाई भनेछ। आज अप्रिल फुल बनाए काशी बाले। भनिन्छ बिमलीले त्यही फर्केर आएछ। बिमलीले चाल पाएर चाहिँ त्यसले चाल पाइछ। खरबारी यो पोहोर आगो लाउँदा जलेर अलि सुकेछ। फेरि पलाउन लागेको छ यो आँप। त्यहाँ गहुँ खेती तिहारेर मकै छरेर तलतिर भेइछौ। त्यहाँ बिचमा कसको रहेछ? हाम्रो गाउँको दृश्य यहाँबाट देखिन्छ। बाख्रा देखियो उहाँ बाख्रा ल बाख्रा कतिवटा पनि गरौँ त। तुलंका कोट उता आउँदै हुनुहुन्छ। जाम आज हामी पानीमा हिँडेको दाइ छैन पानी दाइ। गाग्री चरी तैरेलाई चालाला। पानीमा हिँडेको छैन पानी दाइ। यस्तै छ चिनेको रेलाई चालाला। अर्को एउटा मुहान छ। त्यता चाहिँ यसो कैराडा थोपा चुहुने पानीलाई सङ्कलन गरौँ, यसो पात फालौँ भनेर हामी आज दुई भाइ अरू कामलाई बिसाएर यताको कामलाई चाहिँ प्राथमिकता दिँदै हिँडेका छौँ। जे होस् अलिकति बढाउन सकियो भने
सकिन्छ कि भन्ने आशा हो। पढाउनु त कहाँबाट गर्ने, कहीँ मार्न छैन, केही छैन। सोरसार गर्दा पनि केही फरक हुन्छ। लानु खरबारी, हाम्रो खरबारी जस्तो छ। अब यहाँ पनि पालियो छैन, पालेकालाई पनि खाँचो छैन। यी सबै अरूको शुद्ध छैन, कसैको डियै छैन, कोही कसैको मान्छे छैनन्। त्यसैले खरबारी बिक्ने कुरा आएन। अब पोहोर त आगो लाएर सकिएर छक्क भएको थियो, काँडा उस्तै छ। दुम्सी बाँदरहरू, बाघहरू। यहाँ अलिकति लिक भएको छ कि जस्तो छ पानी। यहाँ एउटा जोइन छ, अहिले आउँदा हेर्नुपर्छ। यहाँ खरले छेकिएको छ, एउटा जोइन छ। यहाँ खर हरियो हरियो भएको छ, यहाँ लिक भएको छ क्या पानी। अस्तिहरू मैले प्लास्टिक हालेर गएको, तर पनि फाले होला के, त्यस्तै छ। खरबारीमा घर छैन, टाटी छ, पानी बनाइ गाई खाइरहन बाँकी छ रेलै सालाला। अगाडिबाट हो क्या गीत गाउने हो नि त। अब चाहियो नि चित्र अन्तको भिडियो भविष्य चाहेको। तिम्रो हाम्रो भेट भएको आजै हो, भेट हुने दाइ दिन पनि राजै हो रेलाई सालाला। आजै हो भेट हुने दाइ दिन पनि राजै हो रेलाई सारारा। त्यसलाई झेक्रा काटे हुन्छ नि त, काट्ने होइन। खुर्पेटो भेरेर हिँड्नु भएको छ, खन्ती एउटा रहेछ। फुल्यो धाइराको हजुर हामी दाइ, कोही होइन बाहिरको रेलाई सारा। फुल्यो धाइराको हजुर हामी दाइ, कोही होइन बाहिरको रेलाई सारा। फुल्यो धाइराको हजुर हामी दाइ, कोही होइन बाहिरको रेलाई सारा। जेमा पनि बन्छ गीत, जेमा पनि बन्छ गीत। उहाँ भाषी गीतको खाँचो हुँदैन। यहाँ पानी छैन होला। गोएलो फुल फुल गोइलामा सदाई लैजान्छु हायालाई रेलाई सालाला। ए गोएलो देखे गोएलाको गीत, धाइरो देखे धाइराको गीत। पानी बनाउन हिँडेको हो गीत गाउँदै गाउँदै। अब टोनीको अब टोनी आयो, टोनीको गीत। ठुलो रोग टोनीको के सम्झाउने दाइ, माया भैरोनीको रेलाई सालाला। ठुलो रोग टोनीको के सम्झाउनु दाइ, माया भैरोनीको रेलाई सालाला। यो हो नि कायदा। रमाइलो पनि हो नि, भेडियो पनि बन्ने, काम पनि बन्ने, गीत पनि गाइने। ए खोल्सा आइपुग्यो हामीहरू।
ए अब यो खन्द्रा जाने हो ए खन्द्रा पानीको मूल खोज्दै हिँडेको ए यो चाहिँ के को के अरे यसलाई धोएर कि के भन्छन् पनि मैले बिर्सेँ ए मूलमा आइएछ सिधै पानी हेर्ने हो यहाँ पहिला माथि हेरेर आउँ त्यो पुनः माथि हेरेर बनाउँछु टङ्की होटललाई लौरो काट्दै यस्तो कहेरो छ यो निक्ल्यो नि यो निस्कनु भयो उहाँ त ननिक्लनै छ है यसलाई बन्द गर्नु पर्यो मेरो यहाँ ल बाटो बनाउँदै बनाउँदै यहाँ आइयो त्यो त्यहाँ ऐसेलु पाक्या उहाँले खाँदै हुनुहुन्छ ऐसेलुको पाक फाइनल्ली हामी टङ्कीमा आइपुग्यो टङ्की सबै सेउलाले पुरेछ यी सेउला सोर्दै हुनुहुन्छ मैले पनि सेउला सोर्छु अब यहाँ पानी थोपा 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 झरेछ यस्तो बाटो आएको हामीले यहाँ पानी बनाउँदैछौँ है यी सफा गरिएछ दुईजना छौँ यहाँ यत्रो यो सफा गरियो यता पनि गरियो गर्दैछौँ है यो टङ्की ए यो ती सोरेर पानी ल्याइया छ नम्बर चल ल हामी चाहिँ आज खाने पानीको गा छ त्यहाँ भाडा लिएर भाडा ल्याएर फाल्न पाइन्थ्यो सही हुन्थ्यो खाने पानीको इन्टेक र हाम्रो सानो मुहान यो मा आज भर्खर सफा गरेर माथिदेखि सफा गर्दै कुलेसो बनाउँदै साबलले खनेर सानो पानी यहाँ चाहिँ झार्न सफल भएका छौँ यतिको पानी चाहिँ आज देख्न पाइयो छ यहाँ अब यसको डबल त्रिबल पानी जाने भने हाम्रो टङ्की भरिन्थ्यो तर यो हाम्रो 25-30 घन्टा लगाउँदा नि यो पानीले हाम्रो टङ्की भरिन्न टङ्की चाहिँ जो ठुलो छ ट्याङ्की भरिको पानीले गाउँभरिलाई सबका घरमा जाने नि पुग्छ पानी भाँडाहरू भर्नको निमित्त भन्नु नुहाइधुवाइको निमित्त त अब त्यो गाह्रै हुन्छ यसरी यो दुईटा पाल छन् यताबाट हामीले चाहिँ जानी पानी बन्द गरेर अर्को खोलेर हिलो यहाँ बगाइरहेका छौँ त्यहाँको फोहोर लेतो र भित्र साथीले चाहिँ लेतो हल्लाइरहनु भएको छ र यसरी चाहिँ पानी गइरहेको छ गएको छ ल बगेको छ अब त कुना मात्रै बाँकी छ यतातिर भ्याइयो छेउपट्टि यो हाम्रो वालिङ 14 गाई डाँडाको विशुद्ध गाई डाँडा अभियान टोल अन्तर्गत गाई डाँडा को खानेपानीको मुहान यस्तो छ अवस्था यसप्रति सबैको सुनवाई होस् यहाँ हामीले कति दुःख पाएका छौँ हाम्रो मुहान कस्तो छ पानी कत्रो छ सबैले हेरिदिनु होला सुनिदिनु होला र कता कता राष्ट्रिय जना अनुसार लिफ्टिङको कुरा चलिरहेको छ हामीलाई लिफ्टिङको पनि अलिकति गाह्रो अवस्था छ जग्गाहरू अलिकति बढी चाहिने गाडी लानुपर्ने खोलामा वारिपारि अब खोलाकै पानी इनार बनाएर ठुल्ठुला ट्याङ्की दुईटा बनाएर पानी फाल्नुपर्ने समय वर्षौँ 2-3 वर्ष लाग्ने अब त्यो पनि गाह्रो छ हामीलाई त आजै चाहिएको छ पानी भोलि चाहिएको छ त्यो खन्तीले त्यो ठकठक हान्दिनु त कता त्यो उसमा पानी झर्ने छ कि त्यो पानी झरेको छ पानी भ्याइयो अब त
अलिअलि त हिलो भएको पनि हो आछ क्या अन्त हल्का हल्का त यस्तो गर्न परेको छ तेल त चुइरहेको त पानी नभएपछि कहाँ ठुलो आओस् त नि पानी भए पो वला आउँथ्यो सर है के नि अब तसम्म भएन के छोडा वो त पाइप सफा गर अलिअलि पुवालतिरको अनि निस्कौँ पात बाहिर धुनीहरू निकाल्दिउँ के अहिले यसले पुछेपछि भयो तेल धुन्ने हामी आफै धोइ निकाल्यो पाइप सफा गर्दै त्यहाँ बुझिएको पालहरू बुझिएको चाहिँ आउँछ यसरी लानु यत्रो माटो चिसो माटो फालेर आज सफा गरियो र बर्खा त्यहाँ पानी हुन्छ अलि ठुलो त्यहाँबाट यो पाइप हालेर यता कटाइन्छ अहिले त्यहाँ पनि छैन हल्का चिसो मात्रै छ तर अर्को ट्याङ्की तल पनि भएको कारणले ठिकै छ अब त ल्याएर यहाँ आउँदैन भनेर छोडियो यसको तल पनि तल गइरहेको छ यसले छेके काँडा आयोले त्यो पुसेर त्यहीँ घुसार्दै भयो घुसार्दै भयो अझै पुस्ने भए पात दिन्छु अरू ल अवस्था यस्तो छ आज खाने पानी बनाउन हामी दुई भाइ भएर कसिएर आएको अलि केही थोरै ठुलो जान्छ कि भन्ने आशा हो अब पानी अन्त बाहिर गएको त अहिले देखेको छैनौँ तर पनि यहाँको सरसफाइ चाहिँ आज गरियो पर्खिने हो कि यो भ्यान दिने हो कि छोडिदेऊ त्यसलाई तिमी हो त्यसरी हातले टेकेर झुरुक्क माथि आऊ बसेपछि बल्ल मेसो आयो हो त्यही यतापट्टि छेउतिर बस न पानी भ्याइन्छ कि भनेर हो कि त अब आफै भ्याइन्छ आयो हेर्नुहोस् त अलिअलि आछ आछ भत्नु परेन आछ छोडिदेऊ अब सङ्लिन्छ कि ठुलो त त्यहाँ भागै पानी कत्रो छ र ठुलो आओस् घर त तानियो नि त हुन्थ्यो नि त म निस्केँ है त ल निस्के हुन्छ कि दुःख छ क्या यहाँ दुःख छ गाह्रो छ एक्लै पख्ने हो भने उस्तै पनि निस्कन सकिन्न ताल बिग्रियो भने अनि जाँदा त सैलेर कहीँ आउँदा बडा मुस्किल अझ त्यो यसको यो पाइप छ टेक्ने धन्न छड्के त जस्तो आएको सानो पानी आएको त्यस्तो झ्यार्दो यस्तो ओह्रालो छ नि त तलतिर याल भयो यहाँबाट हो गएर बुझियो होला नि यता तलतिर झार्ने पाल बुझियो होला के छ पानी त जान्छ हिलो चाहिँ जमेको छ खुट्टा गढेको थियो मजा त यहाँ अब जमेर बसेको छ त्यत्रो हिलो बाल्टी भाँडो लिएर आयो सबै खाल्न लाइन्थ्यो बनाउनु हुने रहेछ यस्तो थाहा पाए त मैले ल्याउँथेँ नि त यार पाइप माथि नै छ त ढुङ्गो हो ढुङ्गो राखेको कि ढुङ्गो थियो पहिला पाइप सिधा गरे त्यहाँ पानी कतिखेर पुग्छ खै कुनाड त्यति पानी आउँदो रहेछ जम्मा यिनीहरू पानी यहाँ त पानी चलेको नि देखिँदो रहेछ यार भिडियोमा त्यत्रो पानी चलेको देखिन्छ त्यत्रो पानी चलायो त्यही देखिया चाहिँ कुनापट्टिको यत्रो आइरहेको जाम अब ढक्कन लगाइदिउँ जाम बन्द गरौँ होइन अन्त छुनेर उता राख्नु हामीले पानी बनाइयो बनाउनु त के हो र चित्त बुद्ध सरसफाइ गरियो चित्त बुद्ध चाहिँ अझ हुन सकेन किनभने यहाँ चाहिँ साधनको कमी भयो यो हिलो एउटा भाँडो लिएर आयो यो हिलो फ्याँक्दिनु हुन्थ्यो यो हिलो अब अलिकति फालियो अलिकति अब त्यहीँ छ यता सरसफाइ गऱ्यौँ हामी दुईजना मात्रै थियौँ दुईजना भएर त केही पनि हुन्थेन यता फोहोर पानी फालेको तर यहाँ समस्या के भइदियो भने यो हिलो निकाल्ने साधन भयो भने कि त ठुलो पानी भयो भए यो हिलो यो पाइपले बगाएर यता निकाल्थ्यो यो टङ्कीमा आउँथ्यो कि त एउटा भाँडो भएको भए
हुन्थ्यो। यत्रो पानी छ। अब यहाँ पानीको दुःख छ हाम्रो गाउँमा। तिर्खा आहा अब खानीको टाढो हो। यहाँ हामी दुईजना छौँ। तालेर बनाउँदै हुनुहुन्छ। कति दिनलाई चल्छ सुक्छ हौ। यी गाउँभरिकालाई खानेपानी बनाउने पात हालेर हो। यो चाहिँ घँयरी फुलेको। हामी आएको त अघि नै हो। टाइम धेरै नै भइस 5:15 भइसक्यो। यहाँ पातले बनाउनु भएको। पात नहाल्नुहोस् सुकेर झन् त्यही हुन्छ। फेरि कुहुन्छ झन् पानी सेक्छ कुहेर। ल ढक्कन लगाइदिनु जाम। भाँडो लिएर आवा। यो हलो उठाएर फाल्नु हुनेछ। यो सोचाइ भएन नि त कसैलाई पनि। यो छ्याक्क त बनाइयो नि त। यसो देउदा त ठिक भयो। यत्रो यो गयो। यो माथिदेखिको चप्प यत्रो माटो यहाँ यत्रो एक टिप्पर माटो यत्रो त्यति थियो। यहाँ यत्रो माटो खनेर फाल्यौँ हामीले। यस्तो गर्नु पर्यो चाहिँ हात धुनलाई। के गर्ने? पानी नलागेको पानी छैन मुहानमा। हात धुनलाई पानी छैन। हात धुने पानी चाहिँ मुहानमा छैन भने कस्तो पानी होला हेर्नुहोस्। हामीले कस्तो खालम कति दुःख होला हामीलाई। हेर्नुहोस् यत्रो माटो हामीले उठाएर फाल्यौँ। 22-23 घन्टामा खन्दाखेरि पनि पानी आउँदैन। यो पुरै उठाएर फालेको हामीले। पुरै उठाएर फ्याँकेको हो है। यहाँ यो पुरै यो खाल्टो भोरिया थियो। चप उठाएर फाल्दै उठाउँदै हातले। कोदालो त ल्याइएन। कोदालो खासै आवश्यकता परेन। खन्ती थियो। यो सबै झार उखेलेर वहाँसम्म सबै सफा गऱ्यौँ। अब यहाँ थोपा झरेको पानी। यही पानी सँगालेर अब हाम्रो गाउँमा खानी हो। पानीको दुःख छ। यो टङ्की अब ढाकेर जानु पर्यो। यता काट्दै हुनुहुन्छ। ल है हामीले यहाँ पानी यत्रो बनाइया छ। यो त्यहाँ खन्द्रो छ नि हो त्यहाँबाट आएको। माथि सफा गरेको पानी चाहिँ त पर जोडिँदो रहेछ। अन्त सफा भइसक्यो चावल। यति पानी यहाँ चाहिँ अलि बेसी अघि भन्दा अलि ठुलो आयो है। यत्रो पानी गइरह्यो भने भयो। अब नथुन्नु सजिलो हुन्छ। पानी बनाएर हामी फर्किँदैछौँ है। अलिकति बाङ्गो भयो ल। तेर्सा अलि यहाँ कराया नगर्नु। के चिया खाँदै नि हो। कुनै बाउ छोराले खाइदियो कि हजुरबा नातिले? कुन दुध त राख्दैन जस्तो छ। आज भैँसीले थोरै दिएछ। मैले यतिको तवर मात्रै खनाइदिएर जम्मै राखेको। अलिकति पानी हालेर खाइयो। हाम्रो गाउँको दृश्य यहाँबाट देखिँदो रहेछ। सबै घरहरू त देखिँदैन। हो अब हामी गइयो। यहाँबाट हेर्नु पस्नु न। हेर्नु त यो सारा जिम्रेको खेत पनि ठुलै देखिन्छ रहेछ। यो जिम्रेको खेत हो है।
भङ्गिनी लङ्काकोट यता डाँडा खर्क पानी बनाएर ओ त्यहाँ गीत गाउनु आहा अलि अघि जानुभयो यसले भेटेन हामी पानी बनाएर फर्कियो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद आजको भिडियो यहीँ बिट मार्न गइराखेको छु हस्त बाई बाई